हेलो एभ्रिवान, गुड आफ्टरनुन। कस्तो हुनुहुन्छ हजुरहरू ठिकै हुनुहुन्छ होला? म पनि ठिकै छु। आज चाहिँ मैले पकौडा बनाउँदैछु। हेर्नुहोस् के को भन्नुहोस् त, बन्दाकोपी तपाईँको सबै मिक्स छ। चामलको पिठा नि हालिरहेछु, बेसन पनि हालिरहेछु, प्याजहरू सबै ग्रेड गरेर हालिरहेछु। हेर्नुहोस् चाहिँ मेरो पकौडा बनाउनुको स्टाइल चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा जनाउनुहोस्। अरू मेरो यो छोटा सा क्युट कराई छ, हेर्नुहोस् किटको कराई छ, कस्तो दामी छ कराई। अन्त हजुरहरूको त लन्च पनि भइसक्यो होला, मेरो चाहिँ भएको छैन किनकि म चाहिँ ढिलो ढिलो पकाएको। आज चिसो हुन्छ भने चाहिँ ढिलो ढिलो पकाएको मैले, कतै छिटो चिसो भइहाल्छ नि त जाडोमा, त्यही कारणले चाहिँ मैले ढिलो ढिलो पकाएको है साथीहरूलाई चाहिँ। अन्त मेरो पकौडा बनाएको स्टाइल चाहिँ कस्तो लाग्यो कमेन्टमा जनाउनुहोस्। कस्तो दामी देखिरहेछ हेर्नुहोस् त पकौडा मैले बनाएको। यस्तोको तातो तातो खाँदा क्या मजा आउँछ जाडोमा त। हजुरहरूको त लन्च पनि भइसक्यो होला, मेरो नि अब ड्युटी जाने बेला हुन आँटिसक्यो। म नि अब खानासाना खाएर एकछिनमा ड्युटी जान्छु। ड्युटी त जानै पर्यो, के गर्नु, 2 बजीदेखि ड्युटी छ, ड्युटी त जानै पर्छ। हजुरहरूलाई सबैलाई मेरो भ्युअर्स, मेरो फलोवर्स सबैलाई गुड आफ्टरनुन। अन्त तपाईँहरू पनि लन्च गर्नुहोस्। मेरो पनि अब एकछिनमा लन्च गरेर म पनि ड्युटी हिँड्ने। 2 बजीदेखि मेरो पकौडा रेडी, यता सलाद रेडी भयो। हेर्नुहोस् है कस्तो मजा छ। यता दाल चाहिँ मैले पपिता हालेर यता पपिताको अचार बनाएर हेर्नुहोस् कस्तो लाग्यो मेरो सबै खाना आइटेम। बाई बाई सबलाई।